सबैलाई गुड मर्निङ। म चाहिँ छतमा आइरहेको छु नि त, त्यहाँ नुहाइ गरेर खाना बनाउँदैछु त। ल म चाहिँ लाइनको पानी आउँछ र म लाइनको पानी हेर्नु आएको नि त। बिहान पनि दिएको थियो, बिहान चाहिँ मैले भरिनँ। अन्त अहिले चाहिँ अब भरेको नि त, भरे अब कति बेला दिन्छ, 2 टाइम दिँदो रहेछ। अन्त अहिले चाहिँ मैले भरिहालेँ, तर खाना पनि बनाउँदैछु। यता चाहिँ गरम पुरै चढ्नु थाल्यो। अब जुन जुलाईमा झन् पुरा गरम हुन्छ अरे। त्यसरी बस्नुपर्ने हो साथीहरू, डरलाग्दो गरम हुन्छ अरे। अब बस्नु त पर्यो। विशेष चाहिँ नानीहरूलाई साह्रो पर्छ नि त गरममा। अब हामी त ठुलोहरू त जसो तसो बसिहाल्छ नि त, नानीहरूलाई चाहिँ अलिकति साह्रो पर्छ गरम सहनु त। त्यसै आजको दिन चाहिँ यस्तो छ, पुरै घामै घाम। दिदी झल्किरहेछ। म चाहिँ पानी मार्नु गएको नि त, पानी भयो। यहाँ चाहिँ छ मेरो 2जना, मलाई पर्खिरहेको छ। कहाँ गएको मानियो? म चाहिँ पानी मार्नु जान्छु। मैले खाना बसिरहेको छु, भित्र चाहिँ गएर छ। भिडियो राम्ररी त आउँदैन नि त भित्र चाहिँ। अब चाहिँ म पानी मार्छु। हेर्नुहोस् है आजको दिन। हामी चाहिँ खाना खाएर अहिले माथि छतमा आइरहेको छौँ नि त। तल कति बस्नु रुममा, छतमा चाहिँ यसो बाहिर ननिक्लिएर हेर्नुहुन्छ र चाहिँ बाहिर निस्किरहेको छौँ नि त। यहाँ चाहिँ साङ्केन्माले सकि नसकी चियर लिएर आउँदैछ। उसले सकि नसकी चियर लिएर आउँदैछ। बिचारा मेरो साङ्कु, उसलाई चाहिँ गरम हुँदैन, ज्याकेट लगाइबस्छ। आज चाहिँ घाम चाहिँ लु के भन्नु, अब गरममा उता घाममा त बस्नु सक्दैन नि त। हामी चाहिँ यता बसिरहेको छौँ। यहाँ चाहिँ छोराले बाउलाई छोडेको छैन। साङ्केमा दैलो खोला अरे, खोला न। अब यता चाहिँ घाम डुब्दै जानु थाल्यो, बेलुका हुनु थाल्यो। अब अघि सुकाएको लुगा उठाउन आएको म चाहिँ। त्यो दाल किन निकालेको? कति चकचक छ नि उसको। राख बेबी छिटो। गुड बोय। ओके हाई बुजा भाइ। ऊ चाहिँ त्यहीँ जान्छ। हामी त जस्तो पुगिसक्यो त्यो गर्नु। अन्त अब यहाँ चाहिँ बेलुकाको लागि सलाद रेडी हुँदैछ। यो चाहिँ काँक्रा अरे, राजस्थानको काँक्रा कस्तो उसले लिएर आएछ है। अब यसमा सलाद बनाएर खाँदैछ। यहाँ नानीहरूको खोले पाक्दैछ। सो आजको लागि यति नै। बाई बाई सबैलाई।